हेलो गुड मर्निङ वेलकम ब्याक अगेन सो आजको चाहिँ हामी के गर्दैछ यो के अरे गार्डनिङ गर्दैछ सो हामी चाहिँ हिजोको करिश्माबाट स्टार्ट गर्दैछ हेलो पूर्णिमा सिस्टर हेलो दादी खै यता हेलो यता हेलो हामी आज के गर्दैछ सिस्टर गार्डनिङ ल अब गार्डनिङ गर्न लागि हाम्रो सामानहरू सबै पहिला झाडु खानु झाडुमा पहिला पानी खानुपर्छ हामी स्टार्ट गर्छौँ तर हामी चाहिँ करिश्मै पहिला खायो अब हामी खेताला त आएकै छैन खेतालाहरू आउनु भएको छैन हो हामी तिनजना चाहिँ अब मल बोक्नु गएको हामी मल लिएर आउँछ अनि सिस्टर चाहिँ झाडु खाल्दै गर्छु एकछिन यहाँ सिस्टर झाडु खाल्दै बस्दै गर्नु अब हामी चाहिँ तर हामी के बोकेर जाँदैछ भने चाहिँ मल लिनु चाहिँ बकेट बोकेर जाँदैछ अब हामी यहाँ पुग्नु आँट्यो तल पर्खिँदा पानी पनि पायो दिनुभएको पानी धन्यवाद दामी छ त सारी राख्नुहोस् न पछि उयसमा हुन्छ तिमी काटेर दिउँ न म आफै न गर्छु भरे सुगर खानु छैन गोदावरी पछाडि अझै अब आफ्नो घरको लागि पनि चाहियो भने पछाडि आउनुहोस् न अब यो दिन्छ कि त्यहाँदेखि भयो हुन्छ होला हौ यो चाहिँ राम्रो खालको ठुलो फुल्छ नि होइन सबै काट्नु भयो त अन्त यसलाई काटेर फ्याँक्नै पर्छ नि यो आउँछ नि अब यसमा मलहरू हाल्नुपर्छ कि धन्यवाद के साङ सिस्टरको भ्लगमा आउँछ उपर हुन्छ आइपुगेको त हामी मल उयो गर्नु गएको जिम जिम हेर्नुहोस् ढुक्कमा लाग्दैन भाइ त्यो डोको खाने न फल्छ होइन फुल्छ मल पनि पायो केही पनि बुझेन त्यो मल लगे अब हामीले चाहिँ सन्देश दाजु धन्यवाद हुन्छ धन्यवाद तपाईँहरूलाई नि आइदिनु भएकोमा हामीलाई पनि फुल पनि दिनुभएकोमा धन्यवाद आन्टी गएको धन्यवाद सिस्टर त जानुभयो त्यहाँबाट हामी चाहिँ यताबाट जाँदैछ मल बोकेर तर भाइले पनि ल्याइदिनु हुँदैछ हाम्रै लागि नै एकदम धन्यवाद छ सन्तोष दाजु अनि सन्तोष दाजुको फ्यामिलीलाई हामीलाई हेल्प गरिदिनु भएकोमा अब माथि पुगेर भिडियो बनाउँछु ल यहाँनिर चाहिँ बोल्दै भारी बोकेर हिँड्नु साह्रो पर्यो गुड मर्निङ छ ए तारा दिदी गुड मर्निङ उता दिदी गुड मर्निङ अघि थाल्नु भएछ त हौ है हामी आउँदैछ है धन्यवाद दाजुलाई पनि उहाँले मल ल्याइदिनु भयो दुईजना भाइहरूले पनि हामीलाई सघाइदिनु हुँदैछ तलैबाट हो यो लालुपाते नि यहाँ दिनु रोपौँ ल हुन्छ हुन्छ एउटा रोपिहाल्यो यहाँ एउटा रोप्छु यहाँ एउटा रोप्छु थ्याङ्क यू भाइहरूलाई बिचरा तल बात मारिरहनु भएको थियो हामी मल लिनु गएको थियो त्यति बेला सघाइदिनु भयो थ्याङ्क यू एउटा मात्रै ल्याउँदै थियो दुईवटा ल्याइदिनु भएछ थ्याङ्क यू भाइहरूलाई पनि ल अब हामीले स्टार्ट गरेको म पनि स्टार्ट गरेको होला यो फुल मजाको हुन्छ त
आज चाहिँ दुईजना सिस्टरहरूको बारी खनाइ हुँदैछ। पूर्णिमा सिस्टर तपाईँ दर्रियो बसेर खनेको चाहिँ देख्दैछ। यता पनि बनाइदिन्छु यो चाहिँ हर्बल गार्डन। हर्बल गार्डन अरे अर्ग्यानिक गार्डन। तपाईहरुले आज किन बारी खन्नुभयो? अर्ग्यानिक पट्टि अब हामी आफै पनि ट्राई गरौँ त्यहाँदेखि अरूलाई यसलाई इक्जाम्पल दिउँ भनेर कि हजुर आज सब्जीहरू के हेरौँ भनेर भन्दा भनेको जस्तो मात्रै भयो कि आज आफै लागि परेको एकदम घाममा साह्रो पाऱ्यो। यस्तो त्यो खत्ता भएको यता पनि फुल रोप्नु हुँदैछ। यता पनि हामीले खनेर फुल रोप्ने जग्गा बनायो। सबैजना रोप्नु हुँदैछ। आशाको यो चाहिँ के चिज हो यो? म पनि गर्दैछु है त। बातमा लिएर रोप्दा पनि हुन्छ नि, बातमा लिएर रोप्दा पनि हुन्छ नि। ठाउँ चाहिँ बनाएर फल्यो भने त खानुपर्छ। अहिले अलिकति हालिराख्दिउँ न। एनसिटी गर्दा गर्दा ढिलो भइहाल्यो। ढिलो भयो नेपाली हाम्रो खेती पुरा ढिलो भएको छ। र पनि कत्रो कत्रो भोगा फल्छ हेर्नुपर्छ। तलबाट होइन हाम्रो हुँदैन त बनाएको चाहिँ खै तलै लग्यो। यहाँ भाग छुट्याएको 3, 4, 5, 6 अनि 7 खाले ल्याइदिनु भएको तपाईँले। धन्यवाद सबैलाई धेरै धेरै। हामी यहाँ फली फुलाउँछौँ।
खालि फुलाउँछ भोलि पर्सि यो फुलेको देख्दा त है मनै झुलेर आउँछ तर अब यो फुल फुल्दा मात्रै थाहा हुन्छ कस्तो कस्तो कलर हजुर अब अलि हामीले स्याहार्नु पनि पर्यो नि काम सक्यो अब न्युटेला बच्चालाई नि भए पनि खानुहोस् न गर्दा लागिरहेछ आज त खेतालामा पनि खानाहरू मिठो मिठो पायो जान्दै छैन है